Hello guys, welcome to my YouTube channel, my first vlog. आज चाहिँ म यो घना जङ्गलभित्र आइसकेको छु र यहाँ जङ्गलको भ्यूहरू चाहिँ म देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ जङ्गल एकदम भित्र जाँदैछु म। हेर्न सक्नुहुन्छ जङ्गलमा धेरै पशुपन्छी र जङ्गली जनावरहरू भएको कारणले म चाहिँ एकदम हिँडिरहेको छु। बाटो चाहिँ एकदम जङ्गलभित्रको छ, हेर्नुहोस्। जङ्गलभित्रको रहस्य। गइरहेको छु म जङ्गलभित्र, धेरै भित्र पुगिसकेको छु जङ्गलको। र यहाँ चाहिँ बाँदरहरू चाहिँ धेरै देखिरहेको थियो, आज चाहिँ त्यति देखिरहेको छैन। र जङ्गलको लगभग भित्री भागमा पुगिसकेको छु। बाटो पनि त्यस्तै छ। यहाँ अब जङ्गलमा घाँस दाउरा गर्ने मान्छेहरू मात्र हिँड्नुहुन्छ, त्यही भएर बाटो साँघुरो छ। जङ्गल चाहिँ गाउँले जङ्गली जनावरहरू चाहिँ हुन्छ। सक्नुहुन्छ त्यो बाटो अलिकति खराब छ है, बाटो खराब भएको छ। ट्राभलिङ एकदम गाह्रो छ। ल म चाहिँ अब जङ्गलभित्र प्रवेश गरिसकेको छु, मेन जङ्गलको। जङ्गली जनावरहरू चाहिँ धेरै हुन्थ्यो, तर प्राय आज त्यति छैन। पछाडि चाहिँ मान्छेहरू पनि हुनुहुन्छ, त्यति डर त छैन। जङ्गलमा मान्छेहरू धेरै हुनुभएकोले मलाई पनि डरको महसुस चाहिँ भएको छैन। ल अब चाहिँ जङ्गलको भागबाट तर गाडीहरू कुद्ने ठाउँमा हिँड्न लागिसकेछ। त्यो जङ्गलको बिच भाग हो। यहाँ चाहिँ अहिले पुरा सुनसान छ जङ्गल। है गाइसहरू, म चाहिँ जङ्गलभित्रको यस्तै भिडियोहरू हालिरहेको छु, तपाईँहरूले चाहिँ हेर्नु होला, सब्सक्राइब गरिदिनु होला।